अन्डाको झोल के यो जाडोमा तातो पिरो पिरो बनाएर खाने भने यस्तो मिठो हुन्छ नि होइन। अनि यसको लागि चाहिँ अन्डा बोइल गर्ने पहिला है। बोइल गरिसके पछाडि अन्डामा चाहिँ चक्कुले कट लगाउने अथवा हजुरहरूले चाहिँ फोर्कले कोपेर ओरेर टुथपिकले गर्न पनि सक्नुहुन्छ। यसो गरिसके पछाडि चाहिँ फ्राई गर्ने बेलामा तेल पड्किँदैन, उछिट्टिन्न के। अनि तेलमा चाहिँ यसरी अन्डालाई फ्राई गर्ने, मजाले नै फ्राई गरिदिने है। अनि यता चाहिँ प्याज, धनियाँ, टमाटर, लसुन, अदुवा पनि राख्न सक्नुहुन्छ। मैले अदुवा नभएको भएर राखिनँ। अनि यसरी फ्राई गरिसके पछाडि अन्डालाई फेरि बिचबाट काट्ने। नकाटी बनाए पनि हुन्छ, तर काटेर बनायो भने अझ मिठो मिठो हुन्छ है। अनि यसरी अन्डालाई पालै शान्ति काटिदिने। 3वटा अन्डा देखिसके पछाडि यो तरकारी 3जनाको लागि हो भनेर चाहिँ हजुरहरूले थाहा पाइसक्नुभयो होला है। यसरी अन्डालाई काटिसके पछाडि फेरि त्यो काटेको भागलाई यसरी फ्राई गर्ने, त्यही भाँडामा धेरै तेल राख्न पर्दैन है। अब कराईमा तेल राख्ने, अनि तेल राखिसके पछाडि तेल तात्छ। अनि त्यसमा चाहिँ प्याज र 2टा मैले डल्ले खुर्सानी काटेर राखेको छु। जाडो छ नि त, एकदम पिरो पिरो खायो भने बेस्ट हुन्छ के। अनि एकछिनसम्म फ्राई गरिदिने प्याजलाई र खुर्सानीलाई। अनि त्यस पछाडि चाहिँ खस्रो गरेर कुटेको लसुनलाई पनि राख्ने। यसरी खस्रो कुटेर राख्यो भने चाहिँ फ्लेभर मिठो आउँछ के लसुनको है, पेस्टभन्दा मलाई चाहिँ यसरी नै खस्रो खस्रो मनपर्छ। सबै कुरालाई यसरी चलाउँदै पकाउने। अनि त्यस पछाडि गोलभेडालाई चाहिँ मैले 4वटा जस्तो लिएछु होइन। त्यसलाई पनि काटेर राख्ने। टमाटर चाहिँ अलिक बढी नै राख्नुपर्छ, किनभने यसमा हामीले आलु चाहिँ युज गर्दैनौँ, त्यही भएर। अनि सबै कुरालाई एकछिनसम्म चलाउने, अनि बल्ल बेसार राख्ने। अनि त्यस पछाडि स्वादअनुसारले नुन पनि राख्ने। त्यस पछाडि चाहिँ मरमसला के मनपर्छ सबै राख्ने। मैले चाहिँ जिरा र धनियाँ मात्रै राखेँ, अरू चाहिँ राखिनँ, किनभने हामीले अरू खाँदैनौँ। सबै कुरा राखिसके पछाडि फेरि सानो फ्लेम गरेर चलाउनु पर्छ है। ग्यासको फ्लेम चाहिँ एकदमै सानो गरेर यो सबै कुरालाई चाहिँ गल्न दिने बेलासम्म चाहिँ चलाइराख्नुपर्छ। चलाउँदै यतिको हुन्छ यो होइन। यतिको भइसके पछाडि अब हामीले चाहिँ यसको चाहिँ झोल बनाउँछौँ होइन। कस्तो मिठो बास्ना आउँछ। अब यत्तिकै खान मनपर्छ भने यसैमा अन्डा मोलेर खायो भने पनि बेस्ट हुन्छ है। चाहिने जति पानी लिने र अनि त्यसमा राखिदिने। अनि राखिसके पछाडि ग्यासको फ्लेम चाहिँ ठ्याक्क मिडियम गरेर माथिबाट हल्का सर्स्यु पनि राखिदिने। अझै मिठो हुन्छ जाडोमा सर्स्यु राखिसके पछाडि। अनि पानी मजाले उम्लिसके पछाडि त्यो फ्राई गरेको अन्डालाई राखेर माथिबाट धनियाँ हालिदिने। अनि हाम्रो अन्डाको झोल रेडी हुन्छ। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ।